हाई मिनासान कोन्निचिवा। आज चाहिँ हाम्रो जापानिज क्लासको डे 4 है त। अस्ति हामीले डे 3 मा के पढ्यो भन्दाखेरि सानो या यु यो पढ्यो। आज चाहिँ हामीले सानो चु पढिन्छ है त, सानो चु। अब हेर्नु अस्तिको याद गर्नुस् त, सानो या यु यो चाहिँ केमा लागेको थियो भन्दाखेरि ई साउन्ड आउने वर्डमा लागेको थियो है त। या यु यो ई साउन्ड आउने वर्डमा लागेको थियो। अनि कता लागेको थियो भन्दाखेरि जस्तै अब यो की भयो भने यसको पछाडिपट्टि लागेको थियो है, त्यसरी सानो। अब चु चाहिँ कस्तोमा लाग्छ भन्दाखेरि जस्तै एउटा एउटा यसरी वर्ड छ भने चाहिँ यसरी अगाडि लाग्छ है त। या यो पछाडि लागेको थियो भने चु चाहिँ अगाडि लाग्छ। अनि चु लागेपछि चाहिँ के हुन्छ भन्दाखेरि यो पछाडिको जुन वर्ड छ नि त्यसैको आधा वर्ड हुन्छ है त। जस्तै अब पछाडिको कुन वर्ड हो त, की हो नि त, भनेपछि अगाडिको के हुने भयो त, आधा क हो, यसरी हुने भयो है त। अब म हेर्नु नेपालीबाट चाहिँ लेख्न सिकाउँछु पहिला, अनि त्यसपछि हिरागानाबाट चाहिँ नेपाली कसरी पढ्ने त्यो सिकाइदिन्छु है त। अब हेर्नु इक्जाम्पल हेर्नु है त। अब म एउटा दिन्छु है त। गाक्को भन्ने एउटा वर्ड छ है त, ठिक छ। मिनिङ चाहिँ पछि गएर पढ्नु होला। अहिले गाक्को भनेको एउटा वर्ड छ। हेर्नु एउटै अक्षरको आधा छ भने चाहिँ त्यो चाहिँ सानो चु भनेर बुझ्नु है। जस्तै हेर्नु यहाँ क हो, यो पनि क हो, एउटै अक्षरको आधा हो भनेपछि यो जुन क छ नि आधा, यसलाई चाहिँ के भन्न पर्यो भने चु भनेर बुझ्न पर्यो। हेर्नु है त। अब गा लेख्नु, कामा तेन तेन गा भयो। अब यो आधा क चाहिँ के हो त, यो सानो चु हो। त्यसपछि को लेख्नुहोस्, बाँकीको चाहिँ सेम हो है त, यसरी छ है त। अब हेर्नु फेरि हेर्नु है त, सोची भन्ने छ है त वर्ड। हेर्नु एउटै अक्षरको आधा छ, ची अनि आधा छ हो। अब यो आधा छ चाहिँ के भयो त, सानो चु। हेर्नु सो लेख्नुहोस्, सानो चु लेख्नुहोस्, अनि ची लेखेपछि यसलाई के भनिन्छ त, सोची भनिन्छ। ठिक छ। एउटै अक्षरको आधा छ भने चाहिँ के हुन्छ त, सानो चु। फेरि एउटा इक्जाम्पल हेर्नु, मैले के दिएँ त, यो का दिएँ है त, ठिक छ। एउटै अक्षरको आधा छ भनेपछि के हुने भयो त, यो लेख्नुहोस्। एउटै अक्षरको आधा चाहिँ के हो त, सानो चु हो, अनि का लेख्नुहोस्। अब हेर्नु फेरि जास्सी लेख्थेँ है त मैले। एउटै अक्षरको आधा छ भनेपछि त्यो आधा अक्षर चाहिँ के हो त, सानो चु। यसरी सा लेख्नुहोस्, तेन तेन दिएपछि जा भयो, यसरी सानो चु बनाइदिनुहोस्, अनि सी लेखेपछि यसलाई के भनिन्छ त, जास्सी। होइन एउटै अक्षरको आधा छ भने चाहिँ के हुन्छ त, सानो चु हुन्छ। अब हेर्नु है फेरि एउटा इक्जाम्पल हेर्नु फेरि अझै, इत्ता भन्ने छ है त। हेर्नु एउटै अक्षरको आधा छ भनेपछि यो आधा चाहिँ के भयो त, सानो चु हो है। ई लेख्नुहोस्, सानो चु लेख्नुहोस्, अनि ता लेखेपछि के भयो त, इत्ता। ठिक छ। एउटै वर्डको आधा भयो भने चाहिँ के हुन्छ त, सानो चु। तर हेर्नु वर्ड छ, हेर्नु मिन्ना भन्ने वर्ड छ। अब हेर्नु है, मिन्ना अब हामीले अहिले पढेको अनुसार चाहिँ के भयो त, मी भयो। एउटै अक्षरको आधा भएपछि सानो चु भयो, अनि ना हो। यस्तो चाहिँ हुन्न है। यो नको आधा भएपछि चाहिँ हामीले हिरागाना पढेको थियो नि यसरी न हो, यो लेख्न पर्यो है त। भनेपछि के हुने भयो, मी न अनि ना, मिन्ना। फेरि हेर्नु सोन्ना लेख्न पर्यो, सो लेख्नुहोस्। यो न चाहिँ कुन हो रे, यो वाला न हो है त। अनि त्यसपछि ना लेख्नु, के भयो त, सोन्ना भयो है त। अब नेपालीबाट हिरागाना चाहिँ लेख्न सिक्यो। अब हिरागानाबाट नेपाली चाहिँ कसरी पढ्ने है त। हेर्नु यो के हो जाने होइन है हजुरले। यो गा भयो, पछाडिको को भयो हो। यो चुलाई चाहिँ अब के भनेर पढ्नु पर्यो भने पछाडिको जुन वर्ड छ नि त्यसैको आधा लिएर पढ्नु पर्यो। गा त हजुरलाई आउँछ, पछाडिको को पनि आउँछ भनेपछि यो चु चाहिँ के भयो त, यो क को आधा भनेपछि आधा क, अनि उ गाक्को भयो। यता पनि हेर्नु हजुरलाई सो थाहा छ, अनि ची थाहा छ। अब यो आधा चाहिँ के हो त, यो पछाडिको जुनसँग टाँसिएको, जुनको अगाडि आएको छ नि त्यसैको आधा भनेपछि आधा छ, के भयो त, सोची। अब यो पनि हेर्नु है त, हजुरलाई यो थाहा अनि का थाहा छ, बिचको थाहा कसरी पढ्ने भन्दाखेरि पछाडिको आधा भनेपछि आधा क भयो, योक्का। यहाँ पनि हेर्नु जा थाहा छ हजुरलाई, सी पनि थाहा छ, यसलाई चाहिँ के भन्ने त, आधा छ है, जुनको अगाडि आहा त्यसको आधा, जास्सी भनेर पढ्नु पर्यो। यो पनि हेर्नु ई थाहा छ, ता थाहा छ, यो सानो चु चाहिँ के हो त, यसको आधा भनेपछि आधा त।
इत्ता भयो। यसरी छ। आजलाई चाहिँ यति नै। केही बुझेको छैन भने चाहिँ मलाई मेसेज गर्नुहोला अथवा कमेन्ट गर्न पनि सक्नुहुन्छ। आजको लागि चाहिँ धेरै धेरै धन्यवाद।